ल सबैलाई जय मसी अनि नमस्कार। आज बाउ छोरीको हाम्रो कम्पिटिसन भइरहेछ यहाँ। यो कम्पिटिसन चाहिँ हामी यहाँ खानाको अनि रोटी सेलरोटी कसले छिटो खाइसक्नु भन्ने यो कम्पिटिसन है त। ल सबैलाई धन्यवाद। र यो कम्पिटिसनमा चाहिँ जसले जित्छ त्यसले चाहिँ दुईटा रोटी बढी खान्छ है। त्यही हो कुरो चाहिँ, जसले जित्ने त्यसले बढी दुईटा रोटी खाने हो है त। ल सबैलाई स्वागत छ र हामी सुरु गऱ्यौँ है त गाइज। ल स्वागत। 1 2 3 रोटी के खान्छ? भात है। ल है चल्छ। बाङ्गो भयो अहिले सिधा राखेर गरे भए गर्दिउ नान्टी ल 1 2 3 भनिहाल्नु भयो अब। ल यो प्राउन हो, यो चाहिँ रोटी हो। पानी खानु नपाइ है फेरि। पानी खानु पर्यो भने यस्तोमा हान्ने हो। ल गाइज रोटी पनि थरी थरीका छ त। कुनै चाहिँ करुवा जस्तो छ, कुनै चाहिँ गोलो छ। यो मेरो ठुलो छोरी हो, ठुलो छोरीको कम्पिटिसन। कम्पिटिसन भनेको त के मन नमन भयो त बिस्तारो भयो नि त। मुखबाङ हुन्छ। मुखबाङ खाने नातिको जितिसक्यो। मेरो चम्ची पऱ्यो नि त फेरि। यस्तो तकारीमा अझै बाबा उस भयो ल है त। यो त कति धेरै मिनट भइसक्यो त हौ, 6 मिनट भइसक्यो त। अगाडि सकेको बेलामा भोक लाग्यो बाबु है। बादु बारेकोहरू चाहिँ हारेको हुन्छ। रोटी खाएकै जितेको हुन्छ बाबा। दुईटा रोटी हो नि फेरि। पहिले खाने त ल है हामीले सिधाउनु लाग्यौँ है। ल है बिराउले साथी गरेर लाग्छ हौ। बिराउले आउँदैछ।
हेलो कसो अरे ए यसले बिरालो दियो क्या हो ए यो झ्याली भयो है गाइस यो झ्याली भएछ किन भन्दा म यतातिर खाँदै गर्दाखेरि बिरालोलाई भात दिएर उता पुरै आधी त सबै उता दिएछ यो चाहिँ झ्याली भयो यो चाहिँ बिजुवा चाहिँ मेरै हो यहाँ भात त थुप्रै थियो अन्त किन घोर्नु भने त यसो पछाडि फर्केर हेर्यो त पुरै भात त बिरालोलाई कुखुरालाई दिएछ गाइस यो चाहिँ मेरो ठुलो छोरीको हार भयो मेरो जित भयो किन भन्दाखेरि फाल्नु पाइँदैन भने अघि नै नियम छ हाम्रो यो चाहिँ यति खाने भनेर ल सबैलाई यति भन्दै मेरो विजयको घोषणा गरेँ मैले धन्यवाद जय मसी सलोम बाई बाई